हेलो नमस्ते सबैजनालाई। आज गौतम बुद्धको जन्मदिन अथवा बुद्ध जयन्ती सम्पूर्णमा धेरै धेरै शुभकामना। विश्व शान्तिको कामना, सद्मार्गलाई रोजौँ, सत्कर्म गरौँ, सबैको भलो चिताउँ। ह्याप्पी बुद्ध जयन्ती। आज चाहिँ हामी हाम्रो नजिकैको गुम्बामा आइसकेका छौँ। साथै मैले चाहिँ सानो भिडियो बनाउँदैछु है त। एकदमै सुन्दर सानो चिटिक्कको गुम्बा रहेछ यो ठाउँमा चाहिँ। अब चाहिँ म भिडियो सरर देखाउँछु, हेर्नु होला है त। अनि यहाँ गुम्बामा चाहिँ हामीले खासै कोही पनि देखेन। बल्ल तल्ल एउटा आनीलाई हामीले फेला पार्यौँ। अनि आनीसँग चाहिँ हामी दर्शन गर्न आएको। आज बुद्धको जन्मदिन, बुद्ध जयन्ती भनेर भनेको। अनि कोरियामा चाहिँ आज होइन रे। यो कुरा सुनेर चाहिँ हामीलाई पनि अचम्म लाग्यो। बुद्ध नेपालमा जन्मेको, आज बुद्धको जन्मदिन भनेको। कोरियन पात्र अनुसार चाहिँ बुद्धको जन्मदिन आउनको लागि अझै पनि 23-24 दिन बाँकी रहेछ। त्यसपछि हामीलाई चाहिँ आनीले यसरी ढोका खोलिदिनु भयो। आनी आएर अनि उहाँले चाहिँ सोध्नुभयो हामीले हातमा बोकेको केही सामानहरू देखेर। अनि यो चाहिँ कोरियाको गुम्बाहरूमा अलाउड रहन्छ, यो निषेधित गरिएको रहेछ, यो लान पाइँदैन भनेर भन्नुभयो। हामीले चाहिँ खासमा भगवान्लाई चढाउन भनेर लिएर आएको थियौँ। यहाँ चाहिँ फलफुलहरू त्यस्तो चाहिँ मिल्छ अरे, यो सगुनहरू त्यस्तो चाहिँ नमिल्ने रहेछ। त्यही भएर हामीले हुन्छ हामी यो फिर्ता लान्छौँ भनेर भने। अनि आनीसँग एकछिन गफ गरिसकेपछि हामी चाहिँ गुम्बाभित्र प्रवेश गर्दैछौँ। अब कोरियाको गुम्बा एकदमै राम्रोसँग सजावट गर्नुभएको रहेछ उहाँहरूले। यो धुन मन्त्र चाहिँ कोरियाको गुम्बाभित्र बजिरहेको, लाइक नेपाली गुम्बातिर गुन्जिने ओम मानी पद्मे हुङ भन्ने मन्त्र धुन जस्तै छ। पक्कै त्यही हुनुपर्छ। यो पनि एउटा छुट्टै आनन्द, मनलाई शान्त पार्ने खालको रहेछ। ल गाइज, फाइनली हामी चाहिँ फर्किँदैछौँ। गुम्बा आयो, दर्शन गरियो, मनलाई साँच्चै एउटा छुट्टै आनन्द मिलेको महसुस भयो। तपाईँहरूलाई कस्तो लाग्यो भिडियो हेर्दै गर्नुहोला। फेरि पनि अर्को भिडियोमा भेट्नेछौँ। हस् त, बाई बाई।